दाइ तपाईँलाई अस्ति लगेर साथीहरूले नेम प्लेट राखेर सभापति भनेर राखिदिएछ। मलाई अलिकति नरमाइलो लाग्यो। अहिले जसले तपाईँको नेम प्लेट भनेर टालेछन् नि, त तिनी कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा के कुरा गर्नुपर्छ भनेनन् दाइ। मलाई हामीलाई मिलाए पुग्छ भने दाइ अहिले तपाईँ सभापति नभइकन तपाईँलाई नमानिकन हुँदैन भनेर आज फेरि ढाँटे दाइ। एउटा दुईवटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाइ देशमा चाहिँ ढ्याक्कै एकैचोटि सबै कुरा मिल्छ। अदालत पनि मिलाइसकेका छौँ। त्यसै गरिकन एउटा दुईवटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि त्यो पनि एकचोटि होइन 3 चोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भन्दै दाइ ढाँटे दाइ। दाइ तपाईँलाई टिकट नदिकन म चुनाव लड्दिनँ भन्न मसँग कोही पनि आएन। त्यो बेलामा दाइ तपाईँलाई टिकट नदिने हो भने मेरो दाइलाई टिकट नदिनु भने म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाइ तपाईँ नभएको हुनाले भन्दैछन् दाइ फेरि ढाँटे दाइ। त्यसैले मेरो तपाईँप्रति ठुलो सम्मान छ। मेरो पार्टीको निवर्तमान सभापति हुनुहुन्छ, श्रद्धेय सभापति पूर्व सभापतिजी हुनुहुन्छ। तपाईँ हामीले पार्टीको तर्फबाट निर्णय गरेर भनेका छौँ। हाम्रो तपाईँका कतिपय कुराहरूमा असहमति थिए, छन्, रहन्छन्, भोलि पनि छन्। प्रश्नहरू थिए, रहन्, मसँग पनि छ नि। मसँग यही राख्नुभएको छ पार्टीका नेताहरूले। भोलि म काम गर्दै जाँदै गर्दाखेरि कति छन् हुन्छ नि, यो हुने नै हो। तर यसले तपाईँले पुर्याउनु भएको योगदान, तपाईँले नेपालको डेमोक्रेसीमा गर्नुभएको सुदूरपश्चिमको त्यो ठाउँबाट आएर गरेको लडाइँ, यी कुराहरूका सन्दर्भमा त्यसको महत्त्व त्यसलाई कम गर्दैन। हाम्रो नेपाली काङ्ग्रेस पार्टीले सधैँ यसलाई सम्झिराख्छ। अरू विषयहरू भनेका दलका आन्तरिक कुराहरू, दलका आन्तरिक कुराहरूका सन्दर्भमा प्रवेश गर्ने कुरा भनेको न्यायिक संयमताको कुरा हुँदैन। न त्यो न्यायिक संयमताको कुरा हुन्छ, जनभावनाको कदर पनि हुँदैन। पार्टी भनेको सार्वजनिक संस्था पनि हो। त्यसैले मलाई के विश्वास छ भने अदालतले आफ्नो संस्थागत छविका बारेमा पनि ख्याल गर्छ, जनभावनाको बारेमा पनि ख्याल गर्छ र के तथ्य पनि बिर्सन्न भने विशेष महाधिवेशन भएर विशेष महाधिवेशनबाट आएको नेतृत्वले निर्णय गरेर नेपालको प्रचलित कानुन बमोजिम निर्वाचन भएर त्यो निर्वाचनबाट आएको सदस्यहरूले बनेको प्रतिनिधि सभाबाट बनेर दर्जनौं कानुनहरू पारित भएर देश कहाँ अगाडि गइसक्यो निर्णय भएर भन्ने कुराको सन्दर्भमा पनि पक्कै पनि यी सबै कुरालाई ख्याल राखेर सम्मानित अदालतले सत्य हिजो जे थियो अहिले पनि सत्य त्यही रहन्छ भन्ने कुराको आधारमा गर्छ भन्ने कुरामा मलाई कुनै पनि अलमल छैन। यो विश्वास म सँगसँगै पार्टीका साथीहरूले पनि यो बैठकमा यहाँ पेश गर्नुभएको छ। मैले बारेमा यति नै कुरा राखेँ। तर हामी सम्मानित अदालतको प्रोसेस जे हुन्छ ती प्रोसेसलाई हामीले मान्छौँ, मान्नु पनि पर्छ। हामी अझै मान्छौँ। हामी ड्यू प्रोसेसमा विश्वास गर्ने लाग्यो। अब म बिस्तारै टुङ्ग्याउँछु। मेरो अर्को विषय मेरो आदरणीय नेता पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउवालाई भन्नुपर्ने के कुराहरू छ। दाइ तपाईँलाई अस्ति लगेर साथीहरूले नेम प्लेट राखेर सभापति भनेर राखिदिएछ। मलाई अलिकति नरमाइलो लाग्यो। यो अस्ति आदरणीय उपसभापति विश्वप्रकाश शर्माले उल्लेख गर्नुभयो, अरू साथीले उल्लेख गर्नुभएको छ। किन म धेरै कुराको साक्षी छु। केही नेताहरूले केन्द्र समितिको बैठकमा राख्नुभएको छ, केही निवर्तमान पदाधिकारीहरू जो त्यहाँ बस्नुभएको छ उहाँहरूले पनि राख्नुभएको छ, यहाँ हुनुहुन्छ। हिजो पनि पदाधिकारी हुनुभएको, अहिले पनि पदाधिकारी हुनुभएको नेताहरूले किन धेरै बेलामा पदाधिकारीको बैठक बस्थ्यो, के कुराहरू भन्नुभएको छ भन्ने कुराको बारेमा म प्रायः सबै बैठकको म साक्षी छु। केही नेताहरूले त त्यहाँ केन्द्र समितिको बैठकमै भन्नुभयो। तर त्यो बेलामा जसले यसो नगरौँ दाइ भनेर भन्यो ती सबै तपाईँलाई पराइ लागे। जसले वरिपरि बसेर धुप बाले ती आफ्ना लागे। आफ्नाले डुबाए दाइ फेरि डुबाउँछन्, यसको चिन्ता हो। भाद्रको 22 गते पनि हामी शेरबहादुर दाइकै घरमा थियौँ। भाद्रको 23 गते बेलुका पनि त्यही थियौँ हामी त्यो दिन पनि के कुराहरू भनिरहेका थियौँ। भाद्रको 24 गते बिहान पनि सम्भवतः संवादमा भएको मान्छे म मात्रै होला, टेलिफोन संवादमा भएको मान्छे। र भाद्रको 25 गते वक्तव्य निकाल्ने मान्छे विश्वप्रकाश शर्मा र म नै हुँ। अस्पतालमा गएपछि संवाद गर्ने मान्छे। असोजको 28 गते शेरबहादुर दाइलाई याद होला, असोजको 27 गते बेलुका दुईटा महामन्त्री तत्कालीन महामन्त्री बसेर केही कुराहरू गरिसके पछाडि 28 गते नै हो नि यहाँ बैठक बस्यो। 28 गते बिहान तपाईँको निवासमा आएर तपाईँको वक्तव्य जो पार्टीको अर्को वरिष्ठ नेताले ड्राफ्ट गर्नुभएको थियो त्यसमा केही कुराहरू थपेर परिमार्जन गरेर त्यसमा काम गर्ने मान्छे म पनि हुँ। असोज 28 गते बडो सम्मानपूर्वक तपाईँलाई हामीले यहाँबाट बिदा गरेको र त्यो दिन हामीले हाम्रो सभापतिमाथि गौरव छ भन्ने कुरा हामी सबैले यसलाई राखेको पनि हो। फेरि तपाईँलाई लिन आयो, फेरि बोलाउन आयो साथीहरू। दाइ सब कुरा भइसक्यो, नेपालमा आउनु पर्यो भनेर आए। कसैले तपाईँलाई संसद पुनर्स्थापना हुँदैछ भनेर बोलाए।
कसैले होइन दाइ फेरि सब ठिकठाक हुँदैछ भनेर बोलाए, फेरि ढाँटे दाइ अलमलाए। अस्ति विशेष महाधिवेशनको दिन जुन दिन हामीलाई कारबाही भयो नि, दुईजना महामन्त्री र फर्मुला दाइले, त्यो दिन बिहान पनि विश्वप्रकाश शर्मा र म एक बिहानै पुगेको हो नि। त्यो दिन पनि हामी तपाईँलाई केही कुराहरू भन्न चाहन्थ्यौँ, तर त्यो दिन पनि तपाईँलाई सब मिलिसक्यो दाइ, यी दुईटा केटालाई ठोक्दै हुन्छ भनिदियो, भएन, फेरि ढाँटे। दाइ तपाईँलाई टिकट नदिकन म चुनाव लड्दिनँ भन्न मसँग कोही पनि आएन। त्यो बेलामा दाइ तपाईँलाई टिकट नदिने हो भने मेरो दाइलाई टिकट नदिनु भने म लड्दिनँ भन्न कोही पनि आएन। धमाधम टिकट लिएर जानुभयो, लड्नुभयो। अहिले दाइ तपाईँ नभएको हुनाले भन्दैछन् दाइ फेरि ढाँटे दाइ। दाइ अस्ति बिचमा पार्टी मैले भने केही नेताहरू एकदम सिन्सियरली लाग्नु भएको छ। निवर्तमान कार्यवाहक सभापति शेखर कोइराला, म उहाँहरूको सम्मान राख्छु, अरू पनि नेताहरू हुनुहुन्छ। तर केही नेताहरूले मसँग कुराकानी गर्दै गर्दाखेरि अहिले जसले तपाईँको नेम प्लेट भनेर टालेछन् नि, त तिनी कसैले पनि फेरि शेरबहादुर देउवाको बारेमा के कुरा गर्नुपर्छ भनेनन् दाइ मलाई, हामीलाई मिलाए पुग्छ भने दाइ। अहिले तपाईँ सभापति नभइकन, तपाईँलाई नमानिकन हुँदैन भनेर आज फेरि ढाँटे दाइ। एउटा दुईवटा कुरा अहिले तपाईँले बोलिदिनु भयो भने दाइ देशमा चाहिँ झ्याक्कै एकैचोटि सबै कुरा मिल्छ, अदालत पनि मिलाइसकेका छौँ। त्यसै गरिकन एउटा दुईवटा विषय छन्, त्यो विषय तपाईँले बोलिदिएपछि, त्यो पनि एकचोटि होइन 3 चोटि बोलिदिएपछि ठ्याक्कै हुन्छ भनेर तपाईँलाई भन्दै दाइ ढाँटे दाइ। त्यसैले मेरो तपाईँप्रति ठुलो सम्मान छ। मेरो पार्टीको निवर्तमान सभापति हुनुहुन्छ, श्रद्धेय सभापति पूर्व सभापतिजी हुनुहुन्छ। तपाईँले हामीले पार्टीको तर्फबाट निर्णय गरेर भनेका छौँ। हाम्रो तपाईँका कतिपय कुराहरूमा असहमति थिए, छन्, रहन्छन्, भोलि पनि छन्, प्रश्नहरू थिए, रहन्, मसँग पनि छ नि। मसँग यही राख्नुभएको छ पार्टीका नेताहरूले। भोलि म काम गर्दै जाँदै गर्दाखेरि कति छन् हुन्छ नि, यो हुने नै हो। तर यसले तपाईँले पुर्याउनु भएको योगदान, तपाईँले नेपालको डेमोक्रेसीमा गर्नुभएको सुदूरपश्चिमको त्यो ठाउँबाट आएर गरेको लडाइँ, यी कुराहरूका सन्दर्भमा त्यसको महत्त्व त्यसलाई कम गर्दै हाम्रो नेपाली काङ्ग्रेस पार्टीले सधैँ यस्ता सम्झिराख्छ। त्यस अघि नै प्रदीपजीले भन्नुभयो, अरू साथीले भन्नुभएको छ, हामीले तपाईँसँग गर्ने अपेक्षा भनेको असोज 16 गतेको 15औं महाधिवेशन छ। हामी 15औं महाधिवेशनमा तपाईँलाई बकाइदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा, अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ। यो नै आजको सत्य। किनकि नेपाली काङ्ग्रेस पार्टी तपाईँ र मेरो मात्रै होइन, हामी कोठामा बसेको मान्छेको मात्रै हो। हामी त जिम्मेवारी लिएका मानिसहरू न हौँ। 8 लाख काङ्ग्रेसको क्रियाशील यसपालि करिब अहिले टुङ्ग्यो हाम्रो। अरू 10 लाख मान्छेले त हामीलाई मत दिएका छन् जो हाम्रो सदस्य होइनन्। अरू 10 लाख मान्छेले सधैँभरि मत दिँदै आएका थिए, यसपालि रिसाएर गएका छन्। अब हामीले पहिला 8 लाखको बारेमा सोच्नु पर्यो, त्यसपछि फेरि हामीले सँगसँगै पहिला दोस्रो पनि नभन्नु, सँगै 10 लाख त्यो मत दिएको मान्छेको बारेमा सोच्नु पर्यो। त्यसपछि त्यो 10 लाख मान्छे जस्तै हामीलाई मत नदिएर रिसाएर गएको छ उसलाई भेट्नु पर्यो हामी।